बाबुले खेतमा के भन्दै नाच्दैछिन् त किन यसरी हात हल्लाउँदैछिन् त्यो चाहिँ जान्नको लागि चाहिँ तपाईँहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्न पर्ने भयो। हेलो हेलो साथीहरू, नमस्कार सबैजनालाई। हजुरहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ मेरो मिनी ब्लग आज पनि लिएर आइसकेँ। आज चाहिँ हामी खेततिर जाँदैछौँ। बाबुले चाहिँ ड्याडीलाई चाहिँ बाई ड्याडी भन्दैछिन्। पानी परिरहेछ, हिजोबाट कस्तो झरी लगाइरहेछ क्या साथीहरू आज पोखरामा चाहिँ। अनि मैले चाहिँ छाता ओढेर बाबुलाई हात समातेर अनि हिँड्दैछौँ। हामी चाहिँ खेततिर जानु पर्यो। मम्मी पनि हुनुहुन्न, मम्मी भएको भए चाहिँ खेततिर म खासै जानुपर्ने थिएन। पानी खेतमा के भयो कसो भयो मम्मीले हेर्नुहुन्थ्यो। अनि बाबाले चाहिँ ढोकासोका लाएर चाहिँ गइसक्नु भयो रहेछ। हामीले चाहिँ बाख्रा भैँसीहरू पनि पाल्छौँ नि त, अनि प्राय बाबाले हेर्नुहुन्छ गोठातिर चाहिँ। अनि मैले चाहिँ डाइरेक्ट मुहानतिर लिएर गएँ। बाबुलाई सँगै लिएर जान मन लाउँछ। यो बेसिक नलेजहरू चाहिँ यिनीहरूलाई पनि थाहा होस् भने जस्तो लाउँछ क्या खेतीपातीको। अनि मैले चाहिँ मुहानमा बाबु पानी थुनेको रहेछ हेर त, यसरी बन्द गर्दै रहेछ नि, हाम्रोतिर झरेको रहन्छ नि त भनेर यिनीसित गफ गर्दै अनि पानी खोलाएँ है। अनि तल पनि हेर्नुपर्छ बाबु, यहाँ मात्रै खोलाएर हुन्न, तल खोलेर सल्लक्क लिएर जान्छन् भनेर बाबुलाई लिएर गएँ तलतिर। अनि तलतिर लिएर गएर अनि बाबुले चाहिँ कति धेरै क्वेसनहरू सोधिराखेकी हुन्छन् के, मम्मी यो धान कसरी फल्छ के फल्छ। यिनी सानै छन् नि त, यिनलाई त अब भन्ने मात्रै हो, मैले भन्न चाहिँ त्यही पनि यसरी फल्छ उसरी फल्छ। यिनको जिज्ञासाहरू यिनको क्वेसनहरू चाहिँ कति धेरै हुन्छ क्या मलाई चाहिँ रमाइलो लाउँछ। कति धेरै प्रश्नहरू उब्जिने हो यिनलाई भने जस्तो लाउँछ। यहाँ धान मात्रै पानी मात्रै हेरेर हुन्न बाबु, आँठामा मुसाले पुवालसाल पारेको हुन्छ, थुनथान पार्नुपर्छ। हाम्रो पहिला हजुरबाहरूले चाहिँ भन्नुहुन्थ्यो के बाबु, सय बुहारी अरे रही बेपार अरे अनि धाउन्थे खेती अरे, खेतीलाई चाहिँ धाउनै पर्छ अरे, खेतीपाती लायो भनेर मात्रै हुन्न अरे। अनि पानी गोडमेल मल सबै हेरिराख्नुपर्छ भन्नुहुन्थ्यो कि, त्यही भएर चाहिँ हेरिराख्नुपर्छ कि बाबु, त्यसै फल्दैन नि। जेलाई नि मेहनत चाहिन्छ, मेहनत नगरिकन अनि मिठो फल खान पाइन्न भनेर मेरो बाबुलाई भन्दै थिएँ। बाबु चाहिँ नाच्न थालिन्। धानबारीमा बाबु रमाउँदै। हेलो हेलो उसित रमाएको सानो भिडियो क्लिप गरेँ, भोलि हेर्नुहुन्छ रमाइलो हुन्छ भनेर। अनि खेततिर आउँदा तिमी यस्तो गर्थ्यौ नि भनेर। अनि बाबु चाहिँ पानी देख्नै नहुने कि त्यहाँ साना माछाहरू पनि समात्छु भनेर कुलोतिर बसेछन्। अनि बाबु म त गएँ है भनेर हिँडेँ के। यति नै है साथीहरू, बाबुलाई लिएर म चाहिँ घरतिर फर्केँ, खेततिर पानी हेर्न आएको थिएँ। थ्याङ्क यू फर वाचिङ। बाई।